एकपछि अर्को गरेर हमासका आतंकवादीहरू इजरायली टेरिटरीमा प्रवेश गर्छन्। केहीले पसलहरूले निशाना बनाए त केहीले सिभिलियन्सहरूमाथि एट्याक गरे, होस्टेज यानी कि बन्दी बनाएर राखे। यो पहिलो पटक थियो जसमा धेरै खतरनाक दृश्यहरू इजरायलबाट देखियो। नमस्ते साथीहरू, अक्टोबर 7, 2023 हमासका आतंकवादीहरू इजरायलतर्फ अघि बढे। एकपछि अर्को गरेर हमासका आतंकवादीहरू इजरायली टेरिटरीमा प्रवेश गर्छन्। हमासबाट भएको यस प्रकारको एट्याक यो पूर्णतः इजरायलको लागि अनएक्सपेक्टेड थियो। यो संख्या यति ठूलो थियो कि जबसम्म इजरायली सेनाले यसलाई काउन्टर गर्थे, धेरै हमासका सेनाहरू इजरायली टेरिटरीमा प्रवेश गरिसकेका थिए। केहीले पसलहरूले निशाना बनाए त केहीले सिभिलियन्सहरूमाथि एट्याक गरे, कतिपयले ठाउँमै मारी, पहिलाई होस्टेज यानी कि बन्दी बनाएर राखे। Who were killed in the Hamas attacks are still emerging. Teenager who had just celebrated her 18th birthday. यही बन्दी मध्ये एक थिए नेपालका स्टुडेन्ट्स बिपिन जोशी। आजको यो भिडियो अर्को भिडियो भन्दा अलिकति लामो हुनेछ। आउनु सुरु गरौँ बिपिन जोशी। अब इजरायल र प्यालेस्टिन बीचको यो डिस्प्युट धेरै वर्षदेखि चलिरहेको छ। उनीहरू बीच धेरै टार्गेटेड हमलाहरू भएका छन्। यो पहिलो पटक थियो जसमा धेरै खतरनाक दृश्यहरू इजरायलबाट देखियो। They killed at least 1,400 people. बिपिन जस्तै धेरै नेपाली विद्यार्थीहरू इजरायलमा लर्न एन्ड अर्न प्रोग्राम अन्तर्गत जाने गर्छन्, जसमा उनीहरू शिक्षाको सँगसँगै पुँजी पनि आर्जन गर्ने ट्रेनिङ लिने गर्छन्। एक वर्ष 100 को संख्यामा नेपालीहरू लर्न एन्ड अर्न प्रोग्राम अन्तर्गत इजरायल जाने गर्छ। यहाँ जाने कुनै पनि विद्यार्थीले कहिले पनि सोचेको नहोला कि उनी यो युद्धको चपेटामा पर्छन् भनेर। अक्टोबर 7 को त्यो रात इजरायलको लागि मात्र नभएर त्यहाँ रहेका सम्पूर्ण नेपाली स्टुडेन्ट्सहरूको लागि भयानक रात हुने गयो। किनकि इजरायलसँग डिफेन्ड गर्नका लागि आइरन डोम सिस्टम्सले हवाईमा भइरहेको रकेट लन्चलाई हवाईमै डिफेन्ड गर्ने हैसियत राख्छ। र हमासको अनुसार त्यो दिन 5000 भन्दा पनि बढी रकेट लन्च भएको थियो, जसलाई इजरायलको आइरन डोम सिस्टमले पनि इन्टरसेप्ट गर्न सके। यसका कारणले इजरायलमा रहेका ठूला स्काई स्क्रैपर बिल्डिङ्सहरू यसको चपेटामा पर्न गए। अब यो युद्धको माहौलमा धेरै स्टुडेन्ट्स र धेरै सिभिलियन्सहरू आफ्नो ज्यान बचाउनको लागि बङ्करहरूमा लुक्न गए। इजरायली गभर्नमेन्टले आफ्नो सिटिजनको सुरक्षाका लागि हरेक ठाउँमा डिफरेन्ट बङ्कर्सहरू बनाए। लको अनुसार पनि हरेक घरमा एउटा सेल्टर हुन आवश्यक छ, जसले इजरायली सिटिजनको पीस र सेक्युरिटीको रक्षा गर्छ। सेल्टर मध्येको एक सेल्टरमा लुकेका थिए बिपिन जोशी। आलुमिन नामको यो सेल्टर जसमा युद्धको माहौलमा बिपिन जोशी लुकेका थिए। अब किनकि हमासी आतंकवादीहरू इजरायलको भित्री शहरसम्म पुगिसकेका थिए, सुरक्षित बसेका नेपाली विद्यार्थीहरूको बीचमा त्रास पैदा भयो। जब हमासका आतंकवादीहरू तीव्र गतिमा यो सेल्टरतर्फ ग्रेनेड प्रहार गर्न थाले। बचावमा बिपिन जोशीले साहस देखाउँदै ती ग्रेनेडहरूलाई हातले समातेर विपरीत दिशामा फ्याँक्न थाले। आफ्नो ज्यानलाई जोखिममा राख्दै उनले यो सेल्टरमा रहेका कतिपय आफ्ना साथीलाई बचाउने पूर्णतः प्रयास गरे, तर अफसोस हमासको नजरबाट उनी बच्न सकेन। बिपिन इज स्टिल मिसिङ। यो अपहरणमा पर्नुभन्दा पहिले उनले आफ्नो परिवारको लागि सन्देश पठाएका थिए, जसमा भावनाले भरिएको शब्दहरू थियो, जसमा उनले लेखेका थिए, यदि मसँग केही भयो भने मेरो परिवारको हेरचाह गर्नु, बलियो रहनु र भविष्यलाई सदैव हेर्नु। बिपिन जोशी हराएको खबर आएसँगै नेपाल सरकारले आफ्नो परराष्ट्र मन्त्रालयलाई सक्रिय बनायो। केपी शर्मा ओलीले टर्कीका राष्ट्रपति र इजिप्टका राष्ट्रपतिसँग कुरा गरे। तर प्रश्न यहाँ आउँछ, आखिर के कन्क्लुजन निस्कियो त्यस? हालै जब बिपिन जोशीका आमा पद्मा जोशी र पुष्पा जोशी इजरायलको भ्रमणमा, त्यस बेला पनि प्रधानमन्त्रीको आउटपुट फेसबुकको स्ट्याटससम्म मात्र सीमित हुनुभयो। इजरायलमा बसाइको क्रममा उनले इजरायलका राष्ट्रपति, इजरायलका अधिकारीहरूसँग भेटे। Is Bipin Joshi came from Nepal to study agriculture so that he could go back to Nepal and do good in his own country.
सोशल मिडियामा विपिन जोशीको रिहाईको लागि एउटा ठूलो क्याम्पेन नै चलायो। टिकटक, फेसबुक, युट्युबमा व्यक्तिहरूले विपिन जोशीको रिहाईको पहलका लागि भिडियोजहरू बनाए। नेपालमा फ्री प्यालेस्टाइन भनेर नारा लगाउने जन्तुहरू आफ्नो बस हमासलाई गएर भने हुन्छ नि कि विपिन जोशीलाई छोडिदेऊ भनेर। प्यालेस्टाइन दुई भागमा विभाजित छ। एकातिर वेस्टको भाग वेस्ट ब्याङ्क जसको सीमा मिडल इस्टको एउटा देश जोर्डनसँग लाग्छ भने इस्टमा गाजा स्ट्रिप जसमा हमास आतंकवादीको राज चल्दछ। दुई देशको व्यक्तिगत विवादमा यहाँ ती सिभिलियन्सहरूलाई पनि निशाना बनाइयो जुनको यो युद्धसँग कुनै पनि सम्बन्ध रहेको छैन। असंलग्न परराजनीतिको जगमा उभिएको हाम्रो देश जसले विश्वमा शान्तिप्रिय देशको परिचय दिँदै। Today, we had the opportunity to discuss a proposal of which you and your people can be rightfully proud through the Nepal Zone of Peace concept. यहाँ दुःखको कुरा प्यालेस्टाइनको समर्थनमा पनि नाराहरू लगाइयो। हरू टाँगेर फ्री प्यालेस्टाइनको नारा नेपालमा गुन्जियो। हामीले प्यालेस्टाइनीहरूको राजनीतिक संगठन हमासलाई आतंकवादी भन्नुहुन्न। विपिन जोशीको परिवारलाई साथ दिँदै र्यालीहरू अर्गनाइज गरे। Namaste, salam. My name is Puspa. I am the sister of Bipin Joshi. Kidnapped on October 7 from Kibbutz Almom. विपिन जोशीको रिहाईको लागि इन्टरनेशनल कमिटी र ह्युमन राइट सम्मको ढोकालाई खटखटायो। And today I landed here for raising voice for him. So it's feel too much emotional when I landed. रमाइलो थियो कि इजरायलमा गएर पनि साह्रै चिन्तित भयो, साह्रै दुखी भयो। गर्दछु तपाई सबैजनाले यो भिडियोलाई सक्दो सहयोग र शेयर गर्नुहोला।